स्त्री राधे। अब आउँदै गरेको 2083 साल वैशाख पूर्णिमा अर्थात् वैशाख 18 गते जुन बुद्ध जयन्तीको दिन छ, त्यसलाई मध्यनजर गर्दै गौतम बुद्धको जीवनीबारे अत्यन्त गहिरो, प्रेरणादायी र मानवताको मार्गदर्शन गर्ने इतिहासका रूपमा यस भिडियोको निर्माण गरेको छु। हजुरले हेरेर यसलाई माया गरिदिनुहुन्छ होला भन्ने आशा राखेको छु। भगवान गौतम बुद्धको जन्म ईसा पूर्व करिब 563 वर्ष पहिले नेपालको लुम्बिनी भन्ने ठाउँमा भएको थियो। त्यतिखेर त्यहाँको राजा हुनुहुन्थ्यो र उहाँको पिता हुनुहुन्थ्यो राजा शुद्धोधन र रानी मायादेवी। कथा अनुसार महारानी मायादेवीले सपनामा सेतो हात्ती देख्नु भएको थियो, जसले असाधारण बालक जन्मिने सङ्केत गरेको थियो। जन्मपछि एक ज्योतिषले भविष्यवाणी गरे कि यो बालक या त महान राजा बन्नेछ या त महान सन्यासी बन्नेछ। यसै कारण सिद्धार्थ गौतम बुद्धलाई सबै दुःखबाट टाढा राख्न दरबारमा विलासी जीवन दिइयो। उहाँको विवाह यशोधरासँग भयो र एक छोरा राहुल पनि जन्मिएका थिए उहाँबाट। तर राजदरबार बाहिर निस्किँदा उहाँले देख्नु भएको 4 दृश्यका कारण उहाँले आफ्नो राजा राजयोग छोडेर सन्यासी जीवन अपनाउनु भयो। उहाँले देख्नु भएको 4वटा दृश्य थियो: बुढो मानिस, बिरामी मानिस, मृत शरीर र सन्यासी। यी दृश्यहरूले उहाँलाई जीवनको वास्तविकता बुझ्न बाध्य बनायो। उहाँले 29 वर्षको उमेरमा राति आफ्नो राजदरबार, परिवार, सबै राज्य सबै त्यागी सत्यको खोजमा निस्किनु भयो। सिद्धार्थ गौतम बुद्धले विभिन्न गुरुसँग साधना गर्नुभयो। उहाँले अत्यन्त कठोर तपस्या गर्नुभयो। दिनमा थोरै खाना खाने, शरीर कमजोर बनाउने आदि गर्नुभयो। तर यसबाट ज्ञान प्राप्त भएन। त्यसपछि उहाँले बुझ्नुभयो कि अत्यधिक सुख र अत्यधिक दुःख दुवै गलत हुन्। यहीबाट मध्यम मार्गको विचार आयो। उहाँ बोध गया भन्ने स्थानमा गई 49 दिनको गहिरो ध्यानपछि उहाँले ज्ञान प्राप्त गर्नुभयो। उहाँले दुःखको कारण र मुक्तिको मार्ग बुझ्नुभयो। त्यसपछि उहाँ भगवान गौतम बुद्ध बन्नुभयो। बुद्धले आफ्ना 5 पुराना साथीहरूलाई पहिलो उपदेश दिनुभयो। यसलाई धर्मचक्र प्रवर्तन भनिन्छ। मुख्य शिक्षा छन् 4 आर्य सत्य, जुन दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य सम्भव छ र अन्त्यको मार्ग छ, जुन अन्त्यको मार्ग अथवा अष्टाङ्गिक मार्ग पनि भनिन्छ। त्यसमा सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका प्रयास, स्मृति र समाधि रहेका छन्। भगवान गौतम बुद्धले भिक्षु सम्प्रदायमा भिक्षु समुदायको स्थापना गर्नुभयो। उहाँले 45 वर्षसम्म नेपाल र भारतका विभिन्न ठाउँमा धर्म प्रचार गर्नुभयो। राजाहरू, गरिबहरू, महिला, पुरुष सबैलाई समान शिक्षा दिनुभयो। त्यस्तै उहाँले 80 वर्षको उमेरमा आफ्नो यस नाशवान शरीरलाई त्याग गर्नुभयो र उहाँले अन्तिममा भन्नुभएको थियो, सबै वस्तु नश्वर छन्, मेहनत गरेर आफ्नो मुक्ति खोज। बुद्धको दर्शनको गहिरो अर्थ के पनि छ भने सबै परिवर्तनशील छ, स्थायी आत्मा कोही छैन र जीवनमा दुःख अवश्य हुन्छ। बुद्धको प्रभाव भनेको बौद्ध धर्म विश्वभर फैलिएको छ। अहिंसा, करुणा र शान्तिको सन्देश फैलिएको छ। आज पनि लाखौं मानिसहरूले उहाँको मार्ग अपनाउने गर्दछन्। र अन्त्यमा अथवा निष्कर्षमा हामीले के भन्न सक्छौँ भने गौतम बुद्धको जीवन केवल धार्मिक कथा होइन, यो मानव जीवन कसरी शान्त र सफल बनाउने मार्गदर्शन हो। उहाँले देख्नु भएको मध्यम मार्ग आजको व्यस्त जीवनमा पनि उत्तिकै उपयोगी छ। यसै गरी आउँदै गरेको 2083 साल वैशाख 18 गतेको बुद्ध जयन्तीको यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।